साथीहरू करलाई दुई भागमा बाँडिएको छ या दुई पार्टमा क्लासिफिकेसन गरिएको छ। एउटा डाइरेक्ट कर, प्रत्यक्ष कर र अर्को इन्डाइरेक्ट ट्याक्स, अप्रत्यक्ष कर भनेर डिभाइड गरिएको छ। वास्तवमा के हो भने साथीहरू, जुन व्यक्तिमाथि वा संस्थामाथि कर लगाइन्छ वा करको दायित्व हुन्छ, उक्त व्यक्ति वा संस्थाले नै उक्त कर भुक्तानी गर्छ भने त्यस्तो करलाई डाइरेक्ट कर भनेर भनिन्छ। अर्थात् कर तिर्नुपर्ने दायित्व भएको व्यक्तिले स्वयं नै करको रकम भुक्तानी गर्छ वा कानुन बमोजिम कर लगाइएको व्यक्तिले करको भार पर्ने व्यक्तिले सिधै कर भुक्तानी गर्छ भने त्यस्तो करलाई डाइरेक्ट कर भनिन्छ वा प्रत्यक्ष कर भनिन्छ। A direct tax is a tax that people or the business pay directly to the government. सरकारलाई डाइरेक्टली पे गर्छ। It is based on their income, property and other assets and they cannot transfer or pass it on to the someone else. अन्य व्यक्तिहरूलाई यस्तो खालको कर चाहिँ भार लगाउन मिल्दैन। जस्तै मैले कमाए बापत इन्कम ट्याक्स मैले नै तिरे। मेरो घर छ, जग्गा छ, मेरो घर जग्गा बापतको कर मैले नै तिरे। त्यस्तै मेरो सम्पत्ति छ भने सम्पत्तिको ट्याक्स मैले नै तिरे। मैले कतै ब्याङ्कमा पैसा राखेको थिएँ, मलाई ब्याज प्राप्त भयो, इन्ट्रेस्ट ट्याक्स ब्याज प्राप्त भए बापत तिर्नुपर्ने कर मैले नै तिरे। मैले एउटा गाडी चढिरहेको छु, त्यसको कर मैले नै तिर्छु। मैले एउटा सम्पत्ति किनेको थिएँ 10 लाखमा, 20 लाखमा बेचेँ, 10 लाख रुपियाँ मेरो घर मैले भाडामा लगाएको छु भने पनि त्यो बापत तिर्नुपर्ने रेन्ट ट्याक्स मैले तिरे। त्यो भएर प्रत्यक्ष जुन व्यक्तिलाई करको दायित्व लगाइन्छ त्यही व्यक्तिले स्वयं कर भुक्तान गर्छ भने त्यस्तोलाई डाइरेक्ट अप्रत्यक्ष कर अर्थात् इन्डाइरेक्ट ट्याक्स। डाइरेक्टमा के थियो भने जसले पैसा तिर्नुपर्ने हो डाइरेक्टली उसले गभर्मेन्टलाई तिर्थ्यो, तर इन्डाइरेक्टमा त्यस्तो हुँदैन। अर्थात् अप्रत्यक्ष करमा कर तिर्नुपर्ने व्यक्तिले आफ्नो कर तिर्नुपर्ने दायित्व अर्कोमा के गरिदिन्छ, ट्रान्सफर गरिदिन्छ, पास गरिदिन्छ, हस्तान्तरण गरिदिन्छ। अर्थात् अप्रत्यक्ष करमा एउटा व्यक्तिमा अप्रत्यक्ष कर चाहिँ एउटा व्यक्तिमा लगाइएको हुन्छ, तर कर भुक्तानी आंशिक वा पूर्ण रूपमा अर्को व्यक्तिले गर्छ भने त्यस्तो प्रकारको करलाई अप्रत्यक्ष कर भनेर भनिन्छ। अप्रत्यक्ष करमा जनताले सिधै सरकारलाई कर नतिरी अप्रत्यक्ष रूपमा एजेन्ट वा व्यापारी मार्फत सरकारलाई कर बुझाउँछन्। त्यसकारण अप्रत्यक्ष करको मौद्रिक भार चाहिँ खास गरी जनतामा जान्छ र तपाईहरुलाई फिल पनि हुँदैन। किन, जस्तै तपाईहरुलाई इक्जाम्पल दिन्छु, कुनै सामान किन्नुहुन्छ बजारमा गएर भने त्यो सामानको मूल्य सहित तिर्नुहुन्छ, त्यसमा कर पास आउट हुँदै आएको हुन्छ। त्यो अहिले अलिकति यही मिनिङमा चाहिँ थोरै अप्ठ्यारो हुन्छ, पछि हिसाबहरू मार्फत बुझिन्छ। त्यसकारण के बुझौँ भने एन इन्डाइरेक्ट ट्याक्स इज अ टाइप्स अफ ट्याक्स that is not paid directly to the government by the person or the business. अघि नै भने डाइरेक्टली चाहिँ तिर्दैन, इन्डाइरेक्टली तिर्नुपर्छ। इन्स्टेड इट इज एडेड टु द प्राइस अफ गुड्स एन्ड सर्भिसेस एन्ड द कन्ज्युमर इन्ड्स अफ पेइङ द ट्याक्स। कन्ज्युमरले फाइनल्ली तिर्छन्। कहिले तिर्छन्? वेन दे बाई द समथिङ वा गुड्स। उनीहरूले जहिले जे किन्छन्, सर्भिस किने भने सर्भिसमा तिर्छन्, गुड्स किने भने गुड्समा तिर्छन्। त्यसकारण द सप्लायर अर द म्यानुफ्याक्चर कलेक्ट द ट्याक्स फ्रम द कन्ज्युमर एन्ड देन गिभ इट टु द गभर्मेन्ट। यसका उदाहरणहरू के हुन सक्छन्? सेल्स ट्याक्स हुन सक्छ। सेल्स ट्याक्समा के हुन्छ भने सामानमा प्राइस एड हुँदै हुँदै जान्छ र लास्टमा जसले किन्छ वा कन्ज्युमरले किन्छ त्यो बेला किन्ने बेलामा उसले पैसा तिरेको हुन्छ, त्यहाँ कर पनि गएको हुन्छ। त्यस्तै अर्को इक्जाम्पल एक्साइज ट्याक्स हुन सक्छ। यो चाहिँ के हुन सक्छ भने अल्कोहल, ओइल, टोब्याको जस्ता कुराहरू युज गरे बापत सरकारले लगाउने एक्साइज ट्याक्स हुन्छ। त्यस्तै गरी बाहिरबाट सामानहरू इम्पोर्ट गरियो भने, विदेशबाट सामानहरू इम्पोर्ट गरियो भने तिर्नुपर्ने ट्याक्सलाई कस्टम ड्युटी भनेर भनिन्छ। त्यस्तै सामानमा एउटा सामान किनेर केही भ्यालु त्यसलाई एड गरेर अर्को स्टेज प्रोडक्सनमा केही थपथाप पारेर प्रोडक्सन गरियो वा डिस्ट्रिब्युसन गरियो भने त्यस्तोमा भ्यालु एडेड गरे बापत तिर्नुपर्ने ट्याक्सलाई भ्याट भनिन्छ। र समग्रमा अप्रत्यक्ष कर भनेको करको त्यस्तो रूप रहेछ जहाँ चाहिँ
कर तिर्नुपर्ने दायित्व चाहिँ के हुन सक्दो रहेछ त तिर्नुपर्ने दायित्व अर्को